यो भिडियो एजुकेसन पर्पजको लागि बनाइएको हो। यसमा कुनै पनि इलिगल एक्टिभिटिज हुने छैन र हामी त्यो इलिगल एक्टिभिटीलाई प्रोत्साहन पनि गर्ने छैनौँ। के तपाईँ पनि आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न चाहनुहुन्छ तर मिलिरहेको छैन होइन? अस्तिसम्म मिलिरहेको थियो, जुनमा हामीले हाम्रो नाम, जारी मिति र डेट अफ बर्थ मात्रै हाल्दाखेरि देखिने भएको कारणले गर्दा केही सेकेन्डको लागि बन्द भएको छ भने र मैले भिडियो बनाएको 10-15 मिनटमै फेरि वेबसाइट खुलिसकेको छ भने अहिले चाहिँ वेबसाइटबाट आफ्नो नेसनल आइडेन्टिटी कार्ड डाउनलोड गर्नको लागि तपाईँले ओटिपी पनि हाल्नुपर्ने रहेको रहेछ र सिकौँ है त कसरी गर्ने। मेरो छेउमा स्क्रिन सेयर गरेको त्यहाँ देख्न सक्नुहुनेछ, हो त्यहाँनिर स्क्रिन रेकर्डिङ हेर्नु होला। सबैभन्दा पहिला त तपाईँहरू यो वेबसाइटमा जानु होला, म कमेन्ट बक्समा पनि पिन गरेर राखिदिनेछु, त्यहीँनिर क्लिक गर्दा पनि भयो। र यो वेबसाइटमा गइसकेपछि तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ, तपाईँले आफ्नो नाम हाल्नु होला। सुरुमा चाहिँ तपाईँले नेपालीमा नाम हाल्नु होला। जस्तै मेरो नाम रमेश हो भने मैले रमेश थापा भनेर हालेँ अरे। र त्यसको तल तपाईँले आफ्नो जन्म मिति हाल्नु होला। र त्यसको तल तपाईँले आफ्नो नागरिकताको जारी मिति लेखेर हाल्नु होला। जारी मिति भनेको चाहिँ तपाईँको नागरिकताको पछाडिपट्टि भएको मुनिपट्टि अन्तिममा हुनेछ, हो त्यसलाई हाल्नु होला। र तलपट्टि त्यसको क्याप्चा रहेको छ, त्यहाँनिर जे लेखिएको छ माथिपट्टि, क्यापिटल छ भने क्यापिटल, स्मल छ भने स्मल, हो त्यसलाई लेखेर सबमिट गर्नु होला। यति गरिसकेपछि तपाईँको फोन नम्बरमा ओटिपी आउनेछ। फोन नम्बर चाहिँ तपाईँको राष्ट्रिय परिचय पत्र भर्दा जुन नम्बर दिनुभएको थियो त्यही नम्बरमा आउनेछ र त्यो आएको ओटिपीलाई त्यहाँनिर हाल्नु होला। र यति हालिसकेपछि तपाईँको राष्ट्रिय परिचय पत्र त्यहाँ देखा पर्नेछ र डाउनलोड नाउ भन्ने अप्सन आउनेछ। र डाउनलोड गरिसकेपछि त्यहाँनिर तपाईँहरूलाई फेरि खोल्न चाहिँ मिल्दैन है। खोल्नको लागि फेरि पासवर्ड माग्नेछ। पासवर्डको लागि चाहिँ तपाईँले आफ्नो नामको अगाडिको 4टा लेटर र तपाईँको साल हाल्नुपर्नेछ। जस्तै म यहाँ तपाईँलाई ठुलो स्क्रिनमै देखाइदिनेछु।